नमस्कार अनि स्वागत छ यहाँहरू सम्पूर्णलाई। आजको यस कुराकानीमा हामी फाइनेन्सियल फ्रिडम भनेको के हो र कसरी चाहिँ फाइनेन्सियल फ्रिडम बन्न सकिन्छ भन्ने कुराहरू गर्दैछौँ। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यदि च्यानलमा तपाईँ पनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। र लागौँ अब फाइनेन्सियल फ्रिडम भनेको के हो भन्ने कुरामा सरल भाषामा भन्नुपर्दा हामीले काम नगरे पनि लगानी, बचत, व्यवसाय वा अन्य आय स्रोतबाट नियमित खर्च चल्न सक्ने अवस्था छ भने त्यसलाई चाहिँ हामी फाइनेन्सियल फ्रिडम भनेर सामान्यतया बुझ्ने गर्दछौँ। फाइनेन्सियल फ्रिडम भएका मानिसहरूको लागि चाहिँ उनीहरूमा महिनाको खर्च चाहिँ कुनै तलबमै भर पर्नु नपर्ने, आपतकालीन अवस्थाहरूमा पनि व्यवस्थापन सहज रूपमा गर्न सक्ने र आफ्नो समय निर्धारण आफैले गर्न सक्ने क्षमताहरू हुन्छ भने फाइनेन्सियल फ्रिडम हासिल गर्नको लागि चाहिँ हामीले के कस्ता उपायहरू अपनाउन सकिन्छ भन्दा हामीले खर्चहरूमा नियन्त्रण गर्ने, लगानीका स्रोतहरूलाई बढाउने र प्यासिभ इन्कमका सोर्सहरू पनि बढाएर लगानीका स्रोतहरू धेरैभन्दा धेरैबाट आम्दानी प्राप्त गरी फाइनेन्सियल फ्रिडम चाहिँ छिटोभन्दा छिटो हासिल गर्न सकिन्छ। त्यसै गरी जति पनि आम्दानी हुन्छ त्यसलाई चाहिँ आम्दानीको 20 देखि 30% बचतको रूपमा जम्मा गर्ने, लगानीका विभिन्न स्रोतहरू जस्तै शेयर बजार, म्युचुअल फन्ड, रियल एस्टेट, बिमा क्षेत्र लगायत एकभन्दा बढी आय स्रोतहरूमा चाहिँ हामीले लगानी गरेर त्यसबाट आम्दानी प्राप्त गरेर चाहिँ भविष्यको लागि धेरैभन्दा धेरै लगानीका स्रोतहरू निर्माण गर्न सकिन्छ। र यदि तपाईँ पनि फाइनेन्सियल फ्रिडम चाहनुहुन्छ भने आजैबाट यी कुराहरूमा ध्यान दिनुहोस्। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। यस्तै जानकारीमूलक भिडियोहरूको लागि हाम्रो च्यानललाई हेर्दै गर्नुहोला। धन्यवाद।